ल यो घरको पछाडि दायाँ बायाँ भए करेसाबारी, तर यो छतबारी हेर्नुस्। यो सबै अब बुढीको करामत। यति चाहिँ ग्रिनेरी भएको छ, फुल फुलेको छ। सिमी पनि लगभग फुल खेलेको छ, बतिला लगाइसकेको छ। अब यस्तो मजाले हेर्नुस्, यहाँ क्याप्सिकम यति मजाले फलेको छ क्याप्सिकम। अनि यो साग कहिले कहिले खानु मिठो पनि हुन्छ। सब सिमी फलिसकेको छ है। यसरी यहाँ पनि छ सिमी। सिमी पनि फलिसकेको अवस्था। फलमा फल्ने आँप हो, तर यो फल्न पर्ने हो के। यहाँ पनि अब सिमीको झ्याङहरू छ। यसरी छतमा आफ्नो घरको माथि बसेर पनि हरियो परियो हेर्न र ताजा तरकारी खान पाइएको छ है। ल हेर्नु, यस्तो यो करिडोर करेसाबारी जस्तो यहाँ छ बल्ल। ल खुर्सानी अब हुँदैछ। क्याप्सिकम मजाले फलेको छ, यी फुल खेलेको छ, हेर्दाखेरि आनन्द। एलोभेरा, घिउकुमारी, काँडे धनियाँ, स्ट्रबेरी, झ्याङ प्रशस्तै। गार्डन भनौँ या तरकारीको बारी भनौँ। यहाँ बोडी पनि फलेको छ। ल बोडी, ल आनन्द। यसरी अब यहाँ चाहिँ यो रसीबाट माथिसम्म लाने प्लानिङ छ है। अब यसको उहरू लहराहरू बेरिँदै गएको छ। माथि सुन कागती फेरि फुल खेलेको छ। अब के हुन्छ हेरौँ। पोहोर त मजाले खाएकै हो, खानै नसकेर अन्त पनि पठाएकै हो। यो सुन कागती।